नमस्ते 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 साथीहरू, गुड आफ्टरनुन। तपाईँहरूलाई म एकदमै सुन्दर दृश्यहरू यो देवघाट 5 दासढुङ्गाबाट देखिने प्राकृतिक छटाको एकदम दृश्यहरूलाई तपाईँहरूलाई चाहिँ म कैद गरेर क्यामेरामा कैद गरेर तपाईँहरूलाई म देखाउँदैछु साथीहरू। यहाँहरूले स्किप नगरिकन भिडियोलाई राम्रो फुल वाच गर्नुहोला। म यो यहाँबाट देखिने यो दासढुङ्गाबाट देखिने दृश्य एकदम प्राकृतिक छटाको दृश्यहरू चाहिँ तपाईँहरूलाई म देखाउन चाहन्छु र ठाउँ पनि म चिनाउँछु र तपाईँहरूले अब विभिन्न ठाउँहरू म चिनाउँछु होइन। तपाईँहरूले चाहिँ त्यो ठाउँको नाम चाहिँ तपाईँहरूले भन्नुपर्छ है। मैले जुन यो क्यामेरा फोकस गरेपछि तपाईँले त्यो ठाउँको नाम चाहिँ तपाईँहरूले भन्नुपर्छ। तपाईँहरूले कमेन्टमा लेख्नु होला र भिडियोलाई राम्रोसँग हेर्नु होला। सुन्दर ठाउँ छ यो। अब यो चाहिँ दासढुङ्गाबाट मैले यो भिडियो लिँदैछु। दासढुङ्गा यतापट्टि यो देवघाटको साइडबाट है। अब हेर्नुहोस् है, सर्लक्क हेर्नु होला। अब यो ठ्याक्कै यो दासढुङ्गाबाट देखिने यो प्रेसिडेन्सी रिजोर्ट हो। यो अगाडिको ठ्याक्कै देखिएको मैले यो जुन जुम गरेको। त्यसै गरी त्यहाँ चाहिँ अब अशोका रिसोर्ट छ है। त्यसपछि तपाईँको चाहिँ कपिलास रिसोर्ट चाहिँ अलिक माथि पर्छ। कपिलास रिसोर्ट हेर्न अलिकति देखिन्न है, माथि अलिक माथि छ। उयो डाँडाले छेकेको छ है, यो डाँडाले उयो माथि डाँडाले छेकेको छ। सर्लक्क हेर्नु होला। अब सर तपाईँले यो भ्यू कति राम्रो छ नि। कल भएको त्रिशुल नदी चाहिँ छ, हरियो। त्यसै गरी उतापट्टि त्यहाँ गाडीहरू पनि गुडिरहेको छ। यो चाहिँ मुगलिन नारायणगढ सडक खण्डमा चाहिँ गाडीहरू सरर हिँडिरहेको छ, गुडिरहेको छ। र माथि तपाईँहरूलाई म देखाउन चाहन्छु। यो माथिपट्टिको चाहिँ तपाईँहरूले गेस गर्नुपर्ने हुन्छ। यता ठ्याक्कै यो दासढुङ्गाबाट वारीबाट ठ्याक्कै माथि यो डाँडो चाहिँ कुन डाँडो हो त तपाईँहरूले यो माथिको डाँडो देखाएको छ। त्यहाँ भ्यू टावर पनि छ है, त्यहाँ भ्यू टावर पनि छ। त्यो माथि मैले तानेछु। यो ठ्याक्कै यहाँ कुन डाँडो पर्छ र त्यहाँ चाहिँ त्यसको नाम तपाईँहरूले भन्नुपर्छ साथीहरू है।